कुलमान बर्खास्त गर्दै गर्दाखेरि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकलाई हटाउँदै गर्दाखेरि क्रान्तिकारीलाई आपत्ति किन? अब स्वाभाविकै ढङ्गले नेपालमा लोड सेडिङ मुक्त देश बनाउनुको लागि चाहिँ हाम्रो अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा रहेको सरकारले चाहिँ कुलमान घिसिङ जस्तो दक्ष जनशक्तिलाई चाहिँ विद्युत प्राधिकरणमा छिराएको विषय चाहिँ स्पष्ट नै छ। अब अहिले चाहिँ केपी शर्मा ओली नेतृत्वको सरकार छ जसले चाहिँ देशमा एकदम व्यवस्था विरोधी गतिविधिहरू भइरहेको छ, देशमा बेरोजगारीहरू बढिरहेको छ, आर्थिक हिसाबले मन्दी झन् देशमा बढ्दै गइरहेको छ। यो अवस्थामा त्यसलाई झन् नियन्त्रण गर्नुको साथ चाहिँ झन् जनताले रुचाएको एउटा राम्रो कुशल व्यवस्थापक उसलाई नै बर्खास्त गर्ने खालको जुन निर्णय गर्यो यो एकदम जनविरोधी कार्य हो र यसमा निरन्तर होइन। यो 3-4 महिना मात्रै छ उहाँको कार्यकाल, हठात उहाँलाई हटाउनु पर्ने केपी ओली सरकारलाई त्यस्तो के बाध्यता आइलाग्यो होला भन्नु? यसमा चाहिँ मलाई लाग्छ अब यसमा चाहिँ कस्तो कुराहरू छ भने जस्तो सरकारलाई 4 महिना आफ्नो सरकार टिक्छ भन्ने कुराको पनि विश्वास छैन। त्यो विषयमा चाहिँ केपी शर्मा ओलीले आफै सरकारप्रति विश्वास छैन कि उहाँले 4 महिनासम्म सरकार सञ्चालन हुन्छ। नेपाली कङ्ग्रेस नेकपा एमाले पनि सरकारमा छ, उनीहरू पनि त्यही दममा केद्वारा प्रस्तुत गर्ने भन्दाखेरि चाहिँ कुलमान घिसिङलाई बर्खास्त गर्ने उहाँहरूले एकमात्र एउटा प्रश्न लिनुभयो। त्यसमा उहाँहरू चाहिँ सफल हुनुभएको छ। तर जनता विरोधी जुन कुलमान घिसिङलाई बर्खास्त गर्ने कार्य भएको छ जनविरोधी कार्य हो। यसको विषयमा चाहिँ निरन्तर तपाईँहरू देख्न सक्नुहुन्छ जनताहरू सडकमै आइसकेको अवस्था छ। नेकपा माओवादी केन्द्र अलिक प्रतिपक्ष पार्टी हो, निरन्तर हिसाबले सडक सङ्घर्ष गर्दैछ। हामीले अब आउने 15 गते पनि निरन्तर ढङ्गले चाहिँ जनताहरूले सडकमा ल्याउने कार्यक्रमहरू छ। यस अन्तर्गत चाहिँ हामी पछि क्रान्तिकारी पनि निरन्तर हिसाबले सडक सङ्घर्ष गर्छ। अब लास्टमा अन्तिममा एउटा मात्रै प्रश्न, जस्तो 3 दलको शीर्ष नेताको बैठक बस्यो अनि उहाँहरूले टिआरसीमा सहमति गर्नुको समिति गठन गर्ने कुरा, त्यसको 2-4 घण्टाभित्रै कुलमानलाई बर्खास्त गरियो। त्यो हिसाबले पार्टी अध्यक्षको पनि कुलमानलाई हटाउन सम्भावना छ भनेर एक थरीले आरोप पनि लगाए। टिआरसीसँग कुलमान साटे भन्ने पनि कुरा गरिन्, कसरी हेर्नु? टिआरसीसँग कुलमान साटेको विषयको तपाईँहरूले स्पष्ट हिसाबले हेर्न सक्नुहुन्छ कि अध्यक्ष कमरेड प्रचण्डको आफ्नै प्रोफाइलबाट आइसकेको छ कि कुलमान घिसिङको बर्खास्तको विषय चाहिँ टिआरसीको त्यो छलफलसँग कुनै पनि रिलेटेड छैन। गोर भर्सना गर्नुभएको छ उहाँले, होइन? गोर भर्सना गर्नुभयो। उहाँहरू हाम्रो पार्टीको अध्यक्षले नै फेसबुक स्ट्याटस मार्फत भनिसक्नु भएको छ कि त्यसमा हाम्रो संलग्नता छैन भनेर स्पष्ट ढङ्गले। झन् उहाँहरूलाई त थाहा नै नभएको विषय स्पष्ट ढङ्गले उहाँहरू त मिडियाबाट आइसकेपछि थाहा पाउनु भएको विषय हो। त्यही भएर नेकपा माओवादी केन्द्रको नेतृत्व चाहिँ यसमा संलग्न छैन भन्ने विषय पनि कुलमान र टिआरसीको कुनै साइनो छैन। त्यसो भए राप्रपाका सचेतक प्रवक्ता ज्ञानबहादुर शाहीजी त्यतिकै हचो बोले हुन्छ उनी, त्यसो भए प्रमाण बिना जता हावा चल्यो त्यतै जाने मान्छे उहाँको विषयमा चाहिँ हामी खासै टिप्पणी गर्न अब ठान्दैनौँ। धन्यवाद। हस्, थ्याङ्क यू। किन बुझायो ल त्यो नखुच्छ।